हाम्रो आँखाले देखिराखेका छौं र हरेक व्यक्तिले महसुस गरिराखेका छौं कि देश सामान्य अवस्थामा छैन मात्र होइन, ठीक ढंगले यो समस्यामाथि सम्बोधन भएन र देशले सही निकास प्राप्त गरेन भने देशको सार्वभौम सत्ता माथिले खतरा उत्रन लागेको छ। हामीले गएको चुनावका अलिकति पढालेखा मानिसहरू, नेपालको राजनीतिक घटनाक्रमलाई याद गर्ने मानिसहरू, पार्टीका चुनावी घोषणा पत्र र नेताका विचारहरूलाई नजिकबाट हेर्ने मानिसहरूलाई थाहा छ। हामीले भनेको थियौं कि हामीले थुप्रै आफ्ना कुराहरू राखेको थियौं र त्यसमध्ये भनेको थियौं कि राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जित्यो भने नेपालको निर्णायकत्व नेपाली जनताको हातमा ल्याउने भनेर भनेका थिए। निर्णायकत्व नेपाली जनताको हातमा छैन जस्तो देखिन थालेको छ कि नेपालको प्रधानमन्त्री को हुने, चुनावमा कुन पार्टीले जित्ने जस्ता कुराहरू विदेशीहरूले निर्धारण गरिदिन्छन्। नेपालमा कस्तो व्यवस्था हुनुपर्छ भन्ने कुरा समेत विदेशीहरूले बनाइदिए र त्यही चीज हामीले बोकेर हिँडिराखेका छौं। हाम्रो निर्णायकत्व हाम्रो हातमा छैन यी सबै घटनाक्रमहरूले गर्दा भनेर हामीले भनेका थियौं। तर अहिले आएर के प्रमाणित भयो कि साच्चै नै नेपालको हातमा त केही पनि रहेछ। हाम्रो हातमा हाम्रो निर्णायकत्व अथवा हाम्रो देशलाई कस्तो बनाउने, कसलाई नेता बनाउने भन्ने कुरा रहेनछ भन्ने कुरा त अस्ति 23 र 24 गते प्रमाणित भयो। केही बेर पनि लागेन। 24 गतेको केही घण्टा भित्रमा संसद भवन चल्यो, सिंहदरबार चल्यो, सर्वोच्च अदालत चल्यो, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन जस्ता देशको न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका अथवा सबै प्रमुख अङ्गहरू एकैसाथ केही घण्टा भित्रमा ध्वस्त भयो। देशभरि आगो बल्यो। प्रधानमन्त्री जसले ठुल्ठुलो डङ्गा पिटेर बसिराखेका थिए अघिल्लो दिनसम्म, केही घण्टा अघिसम्म आफ्नै ढोका अगाडि आन्दोलनकारीहरू आइपुग्दैछन् भन्ने कुरा समेत उनलाई थाहा थिएन। देशलाई जोगाउने त के कुरा आफू समेत जोगिनलाई चाहिँ सेनाको सहारा लिनु पर्यो। उनको हातमा केही पनि रहेछ भने आज देशको स्थिति के भयो? देश आज इतिहासकै संकटपूर्ण अवस्थामा छ। यस्तो बेला हामी तपाई आम दिदीबहिनी, दाजुभाइहरू र सबै राजनीतिक पार्टी, राजनीतिक शक्तिहरूलाई आह्वान गर्न चाहन्छौँ। देशलाई एउटा सकारात्मक निकास दिनुपर्ने बेला आएको छ। अहिले जुन ढङ्गले देशलाई अगाडि लाने कोसिस गरिएको छ त्यो बाटोबाट देशले निकास प्राप्त गर्दैन। त्यसैले म सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरू र देशका जिम्मेवारहरूलाई भन्न चाहन्छु, राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर हामी सबैभन्दा माथि देश छ। देशभन्दा माथि अर्को केही पनि कुरा छैन। देशलाई केन्द्रमा राखेर देशलाई एउटा राजनीतिक निकास दिनुपर्छ र यो देशलाई कस्तो बनाउने भन्ने कुरा विदेशीहरूले भन्दिने होइन, हामीले बनाउने हाम्रो मौलिक व्यवस्था निर्माण गर्नुपर्छ र त्यतिकै लागि मात्रै यति धेरै ठुलो क्षति देशले बिहोर्नु परेको होइन। त्यसकारण तपाईका प्रति ऐतिहासिक जिम्मेवारी छ, तपाईको कर्तव्य छ देशलाई सबै शक्तिको बीच एउटा सहमति बनाएर निकास दिनुहोस्। त्यसको लागि राजा, राजनीतिक दलहरू, जेएनजी लगायत देशका सबै सरकारवालाहरूको एउटा सर्वपक्षीय सम्मेलन बोलाएर सबैको सहमतिमा
नेपाललाई सुहाउँदो एउटा मौलिक व्यवस्था निर्माण गर्नुपर्छ। यही व्यवस्थाबाट अब देशले निकास प्राप्त गर्दैन भनेर यहाँबाट भन्न चाहन्छु। र यसका लागि आम दिदीबहिनी दाजुभाइहरूले पनि आफ्नो ठाउँबाट दबाब सिर्जना गर्नुपर्छ। हामी अब विभाजित हुने, हामी अलमलिने होइन। यही मधेसमा आएको बेला म मधेसका दिदीबहिनी दाजुभाइहरूलाई पनि भन्छु, हाम्रो सोच, हाम्रो दृष्टिकोण राष्ट्रलाई केन्द्रित गरेर गर्नुपर्छ। यहाँका युवाहरूलाई म आह्वान गर्न चाहन्छु, यहाँका युवाहरूले, यहाँका राजनीतिक कर्मीहरूलाई भन्न चाहन्छु, यहाँका राजनीतिक कर्मीहरूले राजनीति गर्दाखेरि सोच्दाखेरि मधेसको होइन देशको सोच्नु पर्यो। मधेसको मात्रै नेता होइन, देशको नेता हुने इच्छा राख्नु पर्यो। देश बन्यो भने मधेस बन्छ, मधेस बन्यो भने देश बन्छ। यी सबै कुराहरू एकैसाथ हामीले लिएर जानुपर्छ। हामीले मधेसको मात्रै नेता होइन, देशको नेता बन्ने सपना देख्नु पर्यो र त्यो हिसाबले काम गर्नु पर्यो। धेरै वर्ष हो यहाँ क्षेत्रीयताको नारा लागेको। यो बीचमा मधेस आन्दोलनको नाममा 100 जना भन्दा बेसी युवाहरूले शहादत प्राप्त गरे। त्यसको बदलामा मधेसले के प्राप्त गर्यो, मधेसी जनताले के प्राप्त गर्यो, त्यसको जिउँदो साक्षी तपाईहरु हुनुहुन्छ। अघि यहीबाट प्रतिनिधित्व गर्ने वक्ताहरूले बोलिराख्ने भएको छ। कुन प्रकारको भ्रष्टाचार बढेको छ, कुन प्रकारको अनियमितता बढेको छ, त्यसको साक्षी तपाईहरु हुनुहुन्छ। त्यसको बारेमा म धेरै भन्न चाहन्छु। अहिले यही मधेस प्रदेशमा देश यस्तो अप्ठ्यारोमा परेको बेला कुन प्रकारको सत्ता छिना झपटीको कामहरू भइराखेको छ र कुन प्रकारका अनैतिक क्रियाकलापहरू भइराखेको छ, यसले आफै पुष्टि गरेको छ। यो प्रदेशको औचित्य समाप्त भयो भन्ने कुरा यही मधेसमा अहिले भइराखेको घटनाले प्रमाणित गरेको छ। त्यसकारण यो प्रदेश संरचना हाम्रा लागि लाभकारक भन्दा पनि, हितकारक भन्दा पनि हाम्रो लागि विनाशकारक रहेछ, हाम्रो बीचको द्वन्द्वको कारक रहेछ भन्ने कुरा त अहिले देखिराखेको छ। त्यसकारण अब हामीले केवल एउटा व्यक्ति फेर्ने कुरा मात्र होइन, देशको राज्य संरचनामै परिवर्तन गर्ने कुरा गर्नुपर्छ। अनि तपाईहरुले सुन्नु भएको छ कि छैन, कतिपय मानिसहरू नेताहरूलाई हटाउनु पर्छ तर यो व्यवस्था बचाउनु पर्छ भनिराखेको छ। हेर्नुस्, मैले जहाँ जाँदा पनि भनेको छु, समस्या नेताहरूमा छ। नेताहरू भ्रष्ट भए भन्ने कुरा त सबभन्दा पहिले मैले भन्दै आएको हुँ। नेताहरू बदनाम भए र नेताहरूका क्रियाकलापहरू ठिक छैन भनेर त मैले लामो समयदेखि भन्दै आएको छु। तर नेता मात्रै दोषी छैन, नेताले ल्याएको व्यवस्था पनि दोषी छ। यही निर्वाचन प्रणाली, यही राज्य संरचना, यही नियुक्ति प्रणाली बोकेर हामी कहीँ पनि पुग्न सक्दैनौँ। मात्र होइन, देश झन् बर्बादीमा जान्छ। तपाईहरुलाई एउटा मात्रै उदाहरण दिन्छु। अहिले जेनजी नामका भाइ बहिनीहरूले कतिपय ठाउँमा 1-2 जना जेनजीको पनि दर्जनौं समूहहरू छन्। त्यसमध्ये कतिपयले अहिले भन्दै गरेको मैले देखेको छु कि हामी त व्यवस्था परिवर्तनको लागि लडेको होइन, हामीले त भ्रष्टाचारको मात्रै विरोध गरेको हो भनेर। तर त्यो जेनजी भाइ बहिनीहरूलाई र तपाईहरु समेतलाई मैले याद गराउन चाहन्छु, भ्रष्टाचार कसले गर्छ? नेताले गर्छ। तपाई यहाँ तल बस्ने सर्वसाधारणले त गर्नुहुन्न। भ्रष्टाचारीलाई कारबाही गर्ने हाम्रो संवैधानिक व्यवस्था के हो त? भ्रष्टाचारीलाई कारबाही गर्ने संवैधानिक व्यवस्था अथवा निकाय भनेको अख्तियार हो, अदालत। त्यो अख्तियारमा को छ? त्यो अदालतमा को छ भन्दाखेरि त्यही भ्रष्ट नेताले नियुक्ति गरेका मानिसहरू छन्। अनि भ्रष्टाचारीलाई कारबाही कसले गर्छ? कसरी गर्छ? कारण जबसम्म हामीले यो नियुक्ति प्रणाली समेत परिवर्तन गर्दैनौँ, निर्वाचन प्रणाली समेत परिवर्तन गर्दैनौँ, देशमा भ्रष्टाचार नियन्त्रण पनि हुँदैन
र देशले स्थिरता पनि प्राप्त गर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भयो भने त्यो 5 वर्षको लागि हुन्छ। घरिघरि सरकार परिवर्तन हुने र त्यो अस्थिरताको अन्त्य हुन्छ। हामीले 35 वर्षमा 30 वटा सरकार बिहोर्यौं। अझ यो गणतन्त्र कालको हिसाब गर्यो भने त त्योभन्दा पनि छोटो आउँछ। त्यो झन् छिटो चाहिँ सरकार फेरिएको छ। हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजा राख्ने व्यवस्था हुनुपर्छ। अहिलेको राष्ट्रपतिको ठाउँमा राजा राख्ने व्यवस्था हुनुपर्छ। अनि मात्रै देशले स्थिरता प्राप्त गर्छ, विकास प्राप्त गर्न सक्छ। कतिपय मानिसहरूले तपाईहरुले भनेको सुन्नु भएको होला कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भयो भने देशमा निरङ्कुशता बढ्ने खतरा हुन्छ। त्यस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले गलत सन्धि सम्झौताहरू गर्न सक्ने खतरा हुन्छ। भोलि सार्वभौम सत्तामाथि खतरा हुन सक्छ भनेर हो। त्यही खतरा देखेर राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तर अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था हुनुपर्छ कि भोलि प्रधानमन्त्रीले कुनै पनि खालको गलत सन्धि सम्झौता गर्न नसकोस्, भोलि शक्तिको दुरुपयोग गर्न नसकोस् भनेर राष्ट्रपतिको ठाउँमा राजा रहने व्यवस्था हामीले प्रस्ताव गरेको हो। तपाई भोलि राष्ट्रपति र प्रधानमन्त्री एउटै दलको भयो भने देशमा जे पनि हुन सक्छ। त्यो देशमा निरङ्कुशता पनि आउन सक्छ। भोलि हाम्रो सार्वभौम सत्तामाथि खतरा पर्ने खालका सन्धि सम्झौताहरू पनि राष्ट्रहित विपरीतका क्रियाकलापहरू पनि आउन सक्छ। उनीहरू कुनै विदेशी शक्तिको दबाव र प्रभावमा परेर गलत कामहरू गर्न सक्छन्। त्यो हुन नदिनको लागि अभिभावकीय संस्थाको रूपमा राजा रहने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर हामीले प्रस्ताव गरेका छौँ। हामीले अब एउटा नयाँ समझदारी गरेर नयाँ सम्झौता गरेर अगाडि गयौं भने म फेरि पनि भन्छु, संसारका कस्ता कस्ता देशहरू बनेका छन्, उनीहरूले यो 30-35 वर्षभित्रमा ठुल्ठुलो प्रगतिका फड्कोहरू मारेका छन्। हाम्रै भाइ छोराहरू दुबई, कतार, मलेसिया गएर ती देशहरू बनाएका छन् भने हाम्रो देश मात्रै नबन्नु पर्ने कुनै कारण छैन। हाम्रो देश पनि बन्न सक्छ। हाम्रो प्रकृतिको यो वैभवशाली देश, यति सम्पन्न देश, ठीक नेतृत्व भयो, ठीक व्यवस्था भयो भने 5-10 वर्षभित्रै बनेको हाम्रो आँखाले देख्न पाइन्छ। हामीले हाम्रो देश बनेको हेरेर मर्न पाइन्छ र हामीले हाम्रो जीवनकालमै हाम्रो देश बनेको हेरेर मर्ने चाहना राख्ने हो भने र त्यो सपना पूरा गर्ने हो भने अहिले भइराखेको नेतृत्व र अहिले भइराखेको व्यवस्थाबाट सम्भव छैन।